हेलो साथीहरु, नमस्ते नमस्कार। के छ खबर, कस्तो हुनुहुन्छ? म चाहिँ ठिकठाक छु। गुरुवाकोट नगरपालिका 14 पश्चिम नेपाल सुर्खेत घर भई हाल बसाई उज्जैन मध्य प्रदेश लिखित भानोली तपाईँ माझमा फेरि उपस्थित भइसकेको छु र यो बीचमा हजुरहरूलाई विशेष गरी धन्यवाद भन्न चाहन्छु। हृदयदेखि धन्यवाद। हामीलाई चाहिँ यति छोटो समयमा यो फेसबुकमा धेरै साथी जोडिनु भएको छ। तपाईहरु कुन ठाउँबाट जोडिनु भएको छ हजुरहरूले कमेन्ट चाहिँ गर्नुहोला। अनि यो हाम्रो आवाजलाई कहाँदेखि सुन्दै हुनुहुन्छ त्यो पनि तपाईहरुले जानकारी दिनुहोला। नेपालतिर हुनुहुन्छ भने यतिखेरको समयमा तपाईहरु खेतीको समयमा हुनुहुन्छ, रोपाइतिर लागिरहनु भएको छ होला है। उकाली ओराली सबै विभागको कामकाजमा लागिरहनु भएको छ र परदेशमा हुनुहुन्छ भने आफ्नो ड्युटी अनि रुममा अनि ड्युटी हामी लागिरहेका छौँ र आफ्नो घर फ्यामिलीदेखि टाढा छौँ। टाढा भए तापनि हामीले यो सोसल मिडियाद्वारा अनलाइनकोद्वारा हामीले सम्झिरहेका छौँ सबैलाई र आफ्ना साथीहरूलाई पनि सम्झिने एउटा मौका पाएका छौँ। अनि यो 6 दिन भनेपछि 3 दिन 4 दिनको बिचमा हाम्रो यो फेसबुकमा चाहिँ लगभग 4000 जना जोडिसक्नु भएको छ। तपाईलाई धेरै धन्यवाद छ है। अनि साथै स्वागत छ मिठो सम्झना हाम्रो तर्फबाट, हाम्रो परिवारको तर्फबाट अनि मेरो तर्फबाट र मेरो आफन्ती सुर्खेतबाट जोडिनुभएका सबै साथीहरूलाई र मेरो आफन्तीहरूलाई झन् विशेष गरी धन्यवाद र नेपालको कुनै पनि ठाउँबाट जोडिनु भएको छ तपाईहरुलाई पनि धन्यवाद छ है। अनि हामी चाहिँ परदेशमा छौँ। लगभग म 2016 देखि नै इन्डियातिर हिँडेको हो। म सानै उमेरदेखि नै म इन्डियातिर हिँडेको। अनि अबको बसाइमा निरन्तर तपाईसँग जोडिनेछु। एक टाइम भए तापनि छोटो समय त होइन नि, मैले भोगेका यो इन्डियाको समयमा आज लगभग 10 वर्षको बिचमा भोगेका मेरो बिचमा घटेका समस्याहरू, मैले के परिस्थितिबाट म अगाडि बढ्नु पर्यो, म कसरी यहाँसम्म आइपुगेको छु, त्यो सबै कुरा यो फेसबुकको लाइनमा तपाईलाई जानकारी दिनेछु र मेरो कहानी बताउनेछु। अनि साथै तपाईहरुले चाहिँ यो कहानी सुनिसकेपछि तपाईलाई मन परेको एउटा कमेन्ट लेख्नु होला र साथै तपाईहरु कति वर्ष भयो परदेशतिर हिँड्नु भएको, आफ्नो घर फ्यामिली जन्मेको ठाउँ अनि सबै छोडेर तपाई इन्डिया या मतलब कि विदेशतिर जानुभयो, आफ्नो घर परिवार छोडेर जानुभयो, त्यो चाहिँ तपाईले कमेन्ट गर्नु होला। म पनि याद गर्नेछु कि हाम्रो दाजु, हाम्रो भाइ, हाम्रो आफन्ती र मेरो फेसबुकको साथी चाहिँ यति वर्षदेखि हामीदेखि आफ्नो घर फ्यामिलीदेखि टाढा हुनुभएको रहेछ भन्ने मलाई जानकारी हुन्छ नि त है। अनि अर्को कुरा, तपाईहरु